हेलो एभ्रिवान, सबैमा नमस्कार। ब्याङ्कहरूले वाणिज्य ब्याङ्कहरूले चाहिँ तपाईँको असोज महिनाको चाहिँ ब्याज दरहरू, फिक्स डिपोजिटको ब्याज दरहरू चाहिँ पब्लिस गरेको छन्। त्यो विशेषमा चाहिँ कुन कमर्सियल ब्याङ्कको कति पुग्यो र एभरेजमा ओभरअल वाणिज्य ब्याङ्कहरूको ब्याज दर कस्तो रह्यो हेरौँ। वाणिज्य ब्याङ्कहरूको चाहिँ ब्याज दर असोज महिनाको लागि पनि घटेको देखिरहेको छ। वाणिज्य ब्याङ्कहरूले असोज महिनाको लागि नयाँ ब्याज दर सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार चाहिँ ब्याङ्कको ब्याज दर भदौको तुलनामा चाहिँ असोजमा घटेको छ। भदौ महिनामा 5.57% बिन्दुमा रहेको वाणिज्य ब्याङ्कको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अहिले असोजमा घटेर चाहिँ 5.46% बिन्दुमा झरेको छ। समीक्षा अवधिमा चाहिँ ब्याङ्कहरूको यस्तो ब्याज दर चाहिँ 0.11%ले चाहिँ घटेको हो। 20वटा वाणिज्य ब्याङ्कहरूमध्ये 9वटा वाणिज्य ब्याङ्कको चाहिँ ब्याज दर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याज दर घट्न पुगेको हो। भदौ महिनाको तुलनामा असोज महिनामा प्राइम कमर्सियल ब्याङ्क, सानिमा ब्याङ्क, एभरेस्ट ब्याङ्कले चाहिँ व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याज दर 0.5% बिन्दुसम्म घटाएका छन्। त्यस्तै सिटिजन ब्याङ्क, एनएसए एसिया ब्याङ्कले 0.25%सम्म र कुमारी ब्याङ्कले चाहिँ 0.2%सम्म चाहिँ ब्याज दर व्यक्तिगततर्फ चाहिँ ब्याज दर घटाएका छन्। असोज महिनाका लागि दुई ब्याङ्कहरू भने व्यक्तिगत मुद्दती निक्षेपमा चाहिँ ब्याज दर बढाएका छन्। बढाउने ब्याज दरमा चाहिँ लक्ष्मी सनराइज ब्याङ्क र एससीबी रहेका छन्। दुई ब्याङ्कले क्रमशः भनेको लक्ष्मी सनराइज 0.25% बिन्दु बढाएको छ भने तपाईँको एससीबीले चाहिँ 0.5% बिन्दुले चाहिँ ब्याज दर बढाएको छ। बाँकी 9वटा कमर्सियल ब्याङ्कहरूको चाहिँ ब्याज दर निरन्तरता सेम नै छ। त्यसै असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने ब्याङ्क चाहिँ कुमारी ब्याङ्क रहेको छ। सो ब्याङ्कले चाहिँ 5.01%ले ब्याज दर दिनेछ भने सबैभन्दा अधिकतम ब्याज दर भनेको चाहिँ हजुरको एनएसए एसिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबी, हजुरको हिमालयन ब्याङ्कले असोज महिनामा चाहिँ 6% दरले चाहिँ म्याक्सिमम रेट 6% र मिनिमम रेट 5.01%। मिनिमममा चाहिँ हजुरको कुमारी ब्याङ्कले सबभन्दा कम दिन्छ भने 6%मा दिने चाहिँ एनएसए एसिया, माछापुच्छ्रे, एनएमबी, हिमालयन ब्याङ्कहरू रहेको छ। ब्याङ्कको संस्थापक भनेको इन्स्टिट्युसनल मुद्दती निक्षेपमा अधिकतम औसत ब्याज दर समीक्षा अवधिमा चाहिँ तपाईँको 0.08%ले घटेको छ। त्यो भनेको 0.08%ले घटेको एभरेजमा। 7 वाणिज्य ब्याङ्कहरूले चाहिँ यस्तो ब्याज दर घटाएका छन् भने बाँकी 13वटा वाणिज्य ब्याङ्कले चाहिँ सो ब्याज दर सेम नै राखेको छन्। तपाईँको भदौ महिनाको नै सेम राखेको छन्। यसरी हेर्दाखेरि चाहिँ ओभरअलमा हेर्दाखेरि चाहिँ हजुरको इन्स्टिट्युसनल वाइजमा हेर्ने हो भने त्यति इफेक्ट गरेको देखिँदैन र इन्डिभिजुअल वाइज हेर्ने हो भने चाहिँ 2वटा ब्याङ्क बाहेक अरू 2वटा ब्याङ्कले चाहिँ ब्याज दर बढाएका छन् भने हजुरको 7वटा ब्याङ्कहरूले चाहिँ ब्याज दर घटाएका छन्। र हजुरको एभरेजमा हेर्ने हो भने तपाईँको इन्डिभिजुअलतर्फ चाहिँ एभरेजमा 0.11%ले ब्याज दर घटेको छ भने इन्स्टिट्युसनलतर्फ चाहिँ 0.08%ले चाहिँ ब्याज दर घटेको देखिन्छ।